नमस्ते साथीहरू। जुनकिरी ह्यान्डिक्राफ्टको आजको नयाँ सृजनात्मक श्रृङ्खलामा हजुरहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछौँ। आशा गर्दछौँ यहाँहरू सबैजना स्वस्थ हुनुहुन्छ र सकारात्मक ऊर्जाका साथ आफ्नो दैनिकी बिताइरहनु भएको छ। आज हामी सँगै मिलेर धेरै नै सुन्दर, हल्का तथा दैनिक रूपमा सजिलै प्रयोग गर्न मिल्ने आकर्षक इयरिङहरू तयार गर्न लागिरहेका छौँ। यो डिजाइन हेर्नमा सिम्पल देखिन्छ, तापनि लगाउँदा निकै राम्रो देखिन्छ। साथै दैनिक प्रयोगका लागि पनि अत्यन्त सजग र आरामदायी हुन्छ। यदि तपाईँलाई पनि आफ्नो हातले सुन्दर गहना बनाउन मनपर्छ भने आजको यो भिडियो हजुरहरूका लागि धेरै उपयोगी हुन सक्छ, किनकि आज हामी एकदमै सजिलो तरिकाले कम सामग्री प्रयोग गरेर कसरी आकर्षक इयरिङ्स बनाउन सकिन्छ भन्ने कुरा सिक्नेछौँ। साथै ज्वेलरी मेकिङ सुरु गर्न चाहनुहुन्छ भने साथीहरू एउटा सानो सुझाव, यदि तपाईँहरूले यी 3वटा आवश्यक ज्वेलरी मेकिङ टुल्स आफ्नो साथमा राख्नुभयो भने घरैमा बसेर आफूलाई मनपर्ने इयरिङ, ब्रेसलेट, नेकलेस तथा अन्य विभिन्न गहनाहरू सजिलै तयार गर्न सक्नुहुन्छ। आफ्नै हातले बनाएको गहनामा छुट्टै माया हुन्छ, खुसी र सृजनात्मकता लुकेको हुन्छ। त्यसैले आज हामी पनि सँगै मिलेर यही सुन्दर सृजनात्मक यात्रालाई अघि बढाउनेछौँ। त्यसो भए ढिलो नगरी आउनुहोस्, अब हामी आजको सुन्दर इयरिङ बनाउन सुरु गरौँ।